सानो सानो घर छ यहाँ मेरो रुद्रपुरको गाउँमा गोरे बाबु भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा कामले पाएको नामले पाएको कामिदैको छोरो नला माया नखाम कसम मनै मेरो रो ओहो साइले मेरो चाहिँ साथ सपोर्ट कसैको नहुँदा म यतिकै पछाडि परिरहेको मनको तिर्खा मनैमा मेटियो कहाँबाट मिडिया भेटियो बेरिरा कर्णालीमा उहाँ सानै छँदाखेरि 1 वर्षको छँदाखेरि चाहिँ उहाँको बाबा चाहिँ बित्नु भयो र उहाँ आमाले चाहिँ अर्को बिहे गरे माउली घरमा चाहिँ हुर्किनु भयो र उहाँसँग धेरै किसिमको प्रतिभा छ गाउने चाहिँ क्षमता छ तर पनि उहाँ चाहिँ एउटा आर्थिक अभावले र पारिवारिक समस्याले गर्दा चाहिँ उहाँ रोकिनु भएको छ आफ्नो कलालाई पनि प्रदर्शन गर्न भ्याउनु भएको छैन विक्रम परियार दाइ हैन कुशल बेला चाहिँ उहाँहरुको लागि मैले मुटु दिनु नै पर्छ भने म दिन तयार छु मेरो मुटु रेटेको रेटे छौ रेटे रेटे मैसे जो भेटाएछु फेरि मायालु आफै जाने मलाई पहिला पहिला म रुवाउन सफल छौ असफल भयो तिम्रो जिन्दगानी दर्शकबिन यहाँहरु सबैलाई हार्दिक सुस्वागतम छ र नमस्कार गर्न चाहन्छु म नोखीराम थापा क्षितिज तपाईहरुको साथमा छु भने तपाईहरु यति बेला अल खबर टिभी हेर्दै हुनुहुन्छ र आजमा सल्यान जिल्लाको बनगाट कुपिन्डे नगरपालिका को यो भेरी नदी किनारमा रहेको बालुवा संग्रहीदेखि थोरै माथि छु र मैले एकजना यस्तो प्रतिभावान भाइलाई भेटेको छु एकैछिन यो प्रतिभा सुनौ यहाँको सानो सानो घर छ यहाँ मेरो रुद्रपुरको गाउँमा गोरे बाबु भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा कामले पाएको नामले पाएको कामिदैको छोरो नला माया नखाम कसम मनै मेरो रो ओहो साइले साइले मसँग जान्छौ र मैले छोको खान्छौ र साइले मसँग जान्छौ र मैले छोको खान्छौ र थ्यांक यू पक्कै पनि तपाईले यो प्रतिभा सुन्नु भयो र उहाँको यो प्रतिभालाई उच्च सम्मान छ तपाईलाई पनि मन पर्यो होला र अब म उहाँसँग केही बाँकी कुरा गर्दै छु यहाँको नाम बताउनुस् यति मिठो आवाज भएका व्यक्तिको नाम चाहिँ के हो भन्नुस् त समय भुसाल अनि घर चाहिँ सिमता गाउँपालिका वडा नम्बर 9 खानी खोला खानमा सिमता सुर्खेत पर्छ घरमा को हुनुहुन्छ घरमा मम्मी हुन्छ म एउटै छोरा म कोही पनि हुँदैन अरु दाजु भाइ दिदी बहिनीहरु हुनुहुन्न अनि यहाँको यति मिठो स्वर छ हैन तपाईले कुनै एल्बम गर्नु भएको छ गीत निकाल्नु भएको छ छैन गीत निकाल्ने प्लान छ कि छैन छ नै मलाई साथ सपोर्ट कसैको नपाइरहँदा म चाहिँ त्यतिकै अलिअलि आफूले गाउने मेरो चाहिँ साथ सपोर्ट कसैको नहुँदा म यतिकै पछाडि परिरहेको गाउने इच्छा छ हजुर प्रतिभा पनि छ तर साथ सपोर्ट चाहिँ नपाएको कारण कसरी गाउने के गर्ने भन्ने कुरा चाहिँ आइडिया नभएको कारण उहाँ चाहिँ रोकिराख्नु भएको छ हामी तपाईको आवाजबाट अर्को एउटा गीत सुन्न चाहन्छौं
म शक्तिचरण दाइको गीत गाउँछु भेरी र कर्णाली हैन ल गाउँछ हामी भेरी नदीको किनारमा छौँ र उहाँले भेरी र कर्णाली बोलको यो गीत गाउँदै हुनुहुन्छ मनको तिर्खा मनैमा मेटियो कहाँबाट मिडिया भेटियो भेरी र कर्णाली कहिले कसो मायाको गाउँतिर मयाउनु पर्ला के कहिले कसो मायाको गाउँतिर मयाउनु पर्ला नि तपाईँ चाहिँ यति मिठो चाहिँ गीत गाउनुहुन्छ हैन तपाईलाई कसको गीतबाट चाहिँ तपाईँ प्रभावित हुनुभयो म यो कलाकारिता क्षेत्र चाहन्छु यो रोज्छु अथवा म यो नै गर्छु भनेर चाहिँ नेपाली गीत संगीत क्षेत्रका धेरै गायकहरू हुनुहुन्छ हैन तपाईलाई मनपर्ने गायक गायिकाहरू चाहिँ को हुनुहुन्छ लोकगीत गाउने जतिमा नै हुनुहुन्छ हाम्रो समग्र अहिले हिजोको दिनदेखि लगायत आजको दिनसम्मको पिरियडमा चाहिँ नयाँ नयाँ प्रतिभा भएको कलाकारहरू पनि अहिले उत्पादन हुनु भएको छ हैन उहाँहरू भन्दा पनि सबैलाई मैले मान्ने त एउटै हो सबैलाई हैन मैले चाहिँ शब्दको लागि चाहिँ अब नेत्र भण्डारी दाइ हैन एकदमै शब्द चाहिँ उहाँको सबभन्दा मेरो चाहिँ मनपर्ने मेरो मनमुटुमा रेजिना परियार दिदी सुमन परियार दाइ विक्रम परियार दाइ अनि धेरैजना हुनुहुन्छ विक्रम परियार दाइ हैन कुशल बेला चाहिँ उहाँहरूको लागि मैले मुटु दिनु नै पर्छ भने म दिन तयार छु भने उहाँहरूले यो भिडियो अहिले चाहिँ हेर्दै हुनुहुन्छ भने उहाँहरूबाट के आशा गर्नुहुन्छ तपाईले गीत रेकर्ड गर्ने हैन मलाई कुनै पनि पैसा चाहिएन के चाहिएन मलाई त्यो क्षेत्रसम्म पुर्याइदिनको लागि आग्रह गर्न चाहन्छु दाइहरुबाट कुशल बेला दाइ सुमन दाइ रेजिना दिदी हुनुहुन्छ हैन मलाई केही पनि चाहिएन मैले जति मैले गर्न सके मैले मेरो क्षमता अनुसार मैले जति गर्न सके मलाई त्यसमा अलिकति मलाई स्थान दिएको भए भन्ने मात्र हो मेरो चाहना भनेको हेर्नुस् त दर्शक महानुभावहरु उहाँ चाहिँ घरमा उहाँ सानै छँदाखेरि 1 वर्षको छँदाखेरि चाहिँ उहाँको बाबा चाहिँ बित्नु भयो र उहाँ आमाले चाहिँ अर्को बिहे गरेपछि उहाँ माउली घरमा चाहिँ हुर्किनु भयो र उहाँसँग धेरै किसिमको प्रतिभा छ गीत गाउने चाहिँ क्षमता छ तर पनि उहाँ चाहिँ एउटा आर्थिक अभावले र पारिवारिक समस्याले गर्दा चाहिँ उहाँ रोकिनु भएको छ आफ्नो कलालाई पनि प्रदर्शन गर्न भ्याउनु भएको छैन यहाँहरु कसैलाई उहाँलाई सहयोग गर्न मन छ भने उहाँलाई चाहिँ यो सांगीतिक क्षेत्रमा अझै प्रगति गरेको देख्न मन छ भने कृपया यो भिडियोलाई सबैसँग चाहिँ पुर्याइदिनु होला र यदि तपाईहरु पनि सहयोग गर्न चाहनुहुन्छ र उहाँलाई दोहोरी साँझतिर लिएर काठमाडौँ छिरेर गीत रेकर्ड गर्ने वातावरण चाहिँ बनाउन चाहनुहुन्छ र सक्नुहुन्छ भने मलाई सक्दो सहयोग गर्नु होला हामी अर्को एउटा गीत सुन्छौं मेरो मुटु रेटेको रेटे छ रेटे रेटे मैसे जो भेटाएछु फेरि मायाले आफै जाने मलाई पहिला पहिला म रुवाउन सफल छौ असफल भयो तिम्रो जिन्दगानी रेटेको रेटे छौ रेटे रेटे मैसे जो भेटाएछौ फेरि मायाले आफै जाने